यो स्टोरी बुक चाहिँ मेरो बाबुको लाइफकै सबैभन्दा बेस्ट स्टोरी बुक हुनेछ। बच्चाहरूलाई स्टोरी मन नपर्ने त हुनै सक्दैन। बच्चाहरूलाई बुक्सको हेबिट चाहिँ सानैदेखि गराउँदा राम्रो हो। उनीहरूले त्यो पिक्चरहरू देखेर पनि धेरै कुराहरू सिक्छन् अनि दिमागको डेभलपमेन्ट पनि छिटो हुन्छ। अनि कलरफुल पिक्चरहरू हुनाले उनीहरूले हेर्न पनि रुचाउँछन् क्या। मेरो बाबुलाई एनिमल्सहरू धेरै मनपर्ने हुनाले एउटा एनिमल्सको र एउटा चाहिँ बाबुकै स्टोरी बनाएर पठाइदिनु भनेको थिएँ। यो बुक चाहिँ मैले स्टोरी क्राफ्ट नेपालबाट अर्डर गरेको हो। हजुरहरूको डिमान्ड अनुसार उहाँहरूले कस्टमाइज गरेर बनाएर पठाइदिनुहुन्छ र बुक यति राम्रो बनेर आएको छ। त्यो बुकमा चाहिँ बाबुको पिक्चर एड गर्ने हुनाले पिक्चरहरू एकदम रियल जस्तो लागेर उसलाई चाहिँ त्यो एनिमल्सहरूको त बुक नै छोड्दै नछोडेर यस्तो बुकहरू चाहिँ कसैलाई गिफ्ट दिन पनि एकदमै राम्रो हुन्छ। हजुरहरूलाई पनि यसरी नै कस्टमाइज गरेर बुक बनाउनु छ भने स्टोरी क्राफ्ट नेपाललाई सम्झिनु होला। मैले आइडी पनि मेन्सन गरिदिएको छु। उहाँहरूले चाहिँ स्टोरी देखाएर पहिला हजुरहरूको सामु देखाएर फाइनल भएपछि मात्रै बुक बनाएर पठाउनुहुन्छ। सो यति राम्रो बुकको लागि स्टोरी क्राफ्ट नेपाललाई थ्याङ्क यू भन्न चाहन्छु। बाई बाई।